आज चाहिँ दुर्गा मन्दिर दर्शन ढल्केबर चोकमा रहेको कार्यक्रमहरु हेर्न गएको। राम्रो सजाएको रहेछ मन्दिरहरु चाहिँ राम्रो छ। दुर्गा मन्दिरमा पूजा भजन कीर्तन हुँदैछ, नाचगान राम्रो छ। मन्दिरमा पनि राम्रो सजावटहरु, बत्तीहरु, फूलहरु राम्रो बनाएको रहेछ के। डेकोरेसनहरु सारै राम्रो रहेछ। हेरिरहन मन लाग्ने खालको मन्दिर छ। दर्शन गरे अब चाहिँ चोकतिर गएको। चोकमा पनि पहिला भन्दा राम्रो छ। त्यहीमाथि फेरि हावा चलेको, झण्डा यस्तो राम्रो देखिरहेछ रातको समयमा पनि। अब फेरि छेउमै सांस्कृतिक कार्यक्रम, अब नाचसाचहरु अनेक भइरहेछ यहाँ। रमाइलो छ हेर्नलाई चाहिँ। अब यो नाच तराईको नाचहरु यस्तै हो, नाच भइरहेछ। अब विशेष गरी चाहिँ यो नाच यो भन्दा पनि यो झिझिया नाच भन्छ। यो माथि टाउकोमा राखेर घैंटाहरु मजाले नाच्छन् के। यो चाहिँ सारै राम्रो लाग्छ हेर्नलाई। यो प्राय जस्तो पर्वहरुमा यो नाचहरु चाहिँ भइराख्दो रहेछ तराईतिर चाहिँ। तराईमा चाहिँ राम्रो छ। तर यो पनि एक कम्पिटिसन पनि हुँदो रहेछ यो फेरि यसमा प्रतियोगिता, झिझिया नाच प्रतियोगिता राम्रो छ। समग्रमा भन्नुपर्दा जे होस् अहिले राम्रो छ। सबै सजावटदेखि लिएर सबै कुराहरु राम्रो छ अहिलेको। सबैलाई शुभकामना विजया दशमीको। रमाइलो गर्नुस्। ओके बाई।